अरूलाई जित्नुभन्दा पहिले आफ्नै डरलाई जित्न सिक्नुहोस्। जोरले नमस्कार लफाहरू। बिहानीको घामसँगै आज चाहिँ मेरो दिनको सुरुवात भएको छ बाथरुमबाट। बाहिर हेर्दाखेरि चाहिँ दुईटा बाँदरहरू आएको रहेछ मेरो मकैबारीमा। चकचक चाहिँ बाँदर भन्दा कम छैन अनि मैले बाँदर नै भने। खासमा यिनीहरू चाहिँ मेरो दिदीको छोराहरू। म चाहिँ लुगाहरू सुकाउन थाले अघि कता लडेर चोट लागेर आएछ अनि ब्यान्डेज गरेर पठाइदिएँ। अनि आज ड्युटीमा चाहिँ कति क्युट बेबी बिरामी आउनु भएको छ। औषधि दिएर चाहिँ मौसँग धेरै नै खेले। लिटरली कुनै बेबीहरू कति क्युट र कति ज्ञानी हुन्छन् कि कोही चाहिँ हेल्पस देख्ने बित्तिकै रोएर परान जान्छन्। अनि चाहिँ दिदीको घरमा सुँगुरले बच्चा पाएछ अनि म चाहिँ हेर्न जाँदैछु। बच्चाहरू कति धेरै थियो तर दुईटा चाहिँ अघि नै मरिगएको रहेछ। मौसम पनि मान्छे जस्तो छिनमै परिवर्तन हुन थाल्यो। घाम लागिरहेको थियो अहिले फेरि पानी सुरुबाट चाहिँ पढ्न भनेर ब्याग बोकेर आउँछ अनि मसँग चाहिँ खेलेरै दिन बिदाईलाई पढ्दै गर है भनेर यसो बाहिर निस्केको त सरहरू त मस्ती काम गर्नु हुँदै रहेछ। अनि यही हो मौका भनेर म चाहिँ एकछिन सुपरभाइजर बनिदिएँ। सरले चाहिँ यो पनि उखाल्ने हो र भन्दै देखाउनु हुँदैछ अनि म चाहिँ होइन यो होइन भन्दै थिएँ। नयाँ सर चाहिँ धेरै ज्ञानी हुनुहुन्छ नि त भक्का भक उखाल्नु। अनि म चाहिँ काम सकेर भिडियो बनाउँदै थिएँ एउटा हेलिकप्टर आएर चाहिँ मेरो सिसामा ठोक्कियो कि रेस्क्यु टिम आउन अलिक ढिला भयो त्यही भएर मैले यसलाई आफै उडाएँ। आज चाहिँ संक्रान्ति थियो अनि दिदीले मलाई खाना खानु बोलाउनु अनि म चाहिँ चाँडै ड्युटी भ्याएर रुममा गएँ। खाएर चाहिँ म लागेँ दिदीकोतिर। दिदीले चाहिँ मलाई सागसब्जी काट्नु हराइराखेर बारी जानुभएको थियो। दिदीले चाहिँ नयाँ चुरा लगाउनु भएको रहेछ देखाउनु हुँदैछ। आज चाहिँ दिदीले सेलरोटी पकाउनु हुँदैछ। मलाई पनि आउँछ म पनि पोल्छु नि भन्दै म चाहिँ यहाँ सिक्दै थिएँ कि ल जाऊ तिमीलाई म अन्तिममा दिन्छु ल भनेर मलाई चाहिँ धपाउनु भयो दिदीले। खानुको लागि चाहिँ कान्छी दिदीले अचार बनाउनु दियो काँक्रा आलुहरू आउने सबैजनालाई रोटी बाँड्न थालेँ। मैले चाहिँ जेलमा चाहिँ सेलहरू सबै पाकिसकेको थियो। दिदीले मलाई पकाउन बोलाउनु अनि मैले चाहिँ एउटा हुने ट्राई गर्छु ल भनेको थिएँ अनि एउटा हुने राख्दिनु बासले के गोलो बनाउँछ त्यति गोलो त मैले घुमाइदिएँ होला भन्दै म चाहिँ यहाँ रोटी देखाउँदैछु। कम्पासको गोलो होइन पृथ्वी जत्रै भएछ अनि मैले बनाएको काम सबै सकिसकेपछि चाहिँ नि हामीले खायौँ कप्पा कप रोटी र अचार चाहिँ एकदम टेस्टी थियो भन्दै खानु हुँदैछ। खाएर पनि मैले खाना खाएँ अनि त्यहाँदेखि बिदा लिएँ। थ्याङ्क यू फर वाचिङ गाइज बाई।